हेलो गाइजहरू वेलकम टु माई भ्लग है। मैले चाहिँ भ्लग स्टार्ट गर्न लागेको भर्खरै हो। अनि यो भ्लग चाहिँ अलिक स्पेसल छ किनभने हाम्रो भाइको पास्ने आउनु लाग्यो। अब भोलिबाट चाहिँ हाम्रो पाहुनाहरू आउनुहुन्छ नि त, अनि त्यही भएर बुढाबुढी मिलेर घरको हल्का सरसफाइ अनि त्यसपछि डेकोरेसनको कामहरू गर्दैछौँ। अनि अब हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो भ्लगमा। मैले चाहिँ यो भ्लग आजदेखि लिएर गएर अब बाबुको पास्नेको दिनसम्मको सबै समेटेर भ्लग बनाउँछु। हजुरहरूले हेर्नु होला, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हामी चाहिँ यहाँ बुढाबुढी मिलेर काम गर्दैछौँ है त गाइजहरू। ल यतिको डेकोरेसन भयो, अब यसलाई चाहिँ अझै गर्नु छ, काम धेरै छ गाइजहरू है। यस्तै छ। ल म हजुरहरूलाई पछि पनि भ्लगमा मनोरञ्जन गराउँदै गर्छु है त गाइजहरू। हाम्रो छोराको पास्नेको लागि सबै सामान आयो। सबै त आएन, अझै कतिपय दिन जानै बाँकी छ। के ल्याउनु भयो बुढोलाई भन्नु त यहाँ सर। गाइजहरू पास्नेको तयारी चाहिँ यस्तो हुँदैछ है गाइजहरू। अनि हाम्रो यहाँ चाहिँ बेलुन फुल्दैछ, अनि हाम्रो यहाँ बेलुन फुलाउने कार्यक्रम हुँदैछ। भान्जा भान्जी अनि भोलिको यहाँ हाम्रो उहाँहरू चाहिँ आफै चिन्नु है गाइजहरू। मैले चिनाउनु पर्ने आवश्यक छ र छैन? ल गाइजहरू हाम्रो यहाँ चाहिँ मासु पाक्दैछ। यस होइन, उसमा उसिनेको कुकरमा होइन, उसमा होइन, गाइजहरू यहाँ चाहिँ यस्तो छ अहिलेको स्थिति, माहौल सबै कुरा पाक्दैछ। यहाँ चाहिँ मेरो बुढो र भान्जा यहाँ आइरन गर्ने कार्यक्रम गर्दै हुनुहुन्छ। आउन चाहिँ आएन दुईजनालाई नै, यस्तै छ हाम्रो चाहिँ अहिलेको अवस्था है गाइजहरू। ल छोरो आजको पास्ने बोय यो चाहिँ है। भोलि पर्सि यो अलि ठुलो भएपछि मेरो पास्नेमा मेरो बा आमाले यस्तो गरेछन् भनेर खोजी हेरोस् भनेर यो भ्लग चाहिँ खासको लागि मेरो छोराकै लागि हो गाइजहरू है। ल गाइजहरू हामीले त भ्लग बनाउनु बिर्सिसक्यो। यो मेकअप गर्दैछु है, हतारमा यस्तै हुँदो रहेछ। यता आमा ला यता आमा ला होइन। अब पछि फेरि मेकअप गरी भएपछि भिडियो गर्छु है त। थ्याङ्क यू।
गाइजहरू अनि हाम्रो यहाँ भ्लग बनाउँदैछु हाम्रो छोरोको कति राम्रो देखेको छ हाम्रो छोरोलाई है सानो हस् भन्नु है भन्नु फुटाउन भन्नु मैले ठुलो भएपछि म पास्नीमा कस्तो रहेछु भनेर हेर्नु पर्दैन भन्नु त किसिलाको ठाउँमा मेरो भान्जा बाबु हो भन्नुपर्छ एक दिन ल
बुढो मान्छे हुनु आहा पर्ला हेर यही हो चटाइदिनु चिसो भएपछि ल म चम्चामा जति लाग्छ त्यति मात्र यता हेरिसियो त खिचिराख सबै ठुलो भएर झऱ्यो ब्लग भनेर होइन मैले चाहिँ अब मेन भन्दा अब यो छोराले भोलि पर्सि हेर्छ नि त होइन अब मेमोरी हुन्छ नि त त्यही भएर हो कि सिकिराख हो नेपाल जाने पढ्ने बनाउने राख्ने सिकेर